speech. My My name is Posis Faryad. I am 8 years old. I read in class 2. I live in Satyavati 7 Junior Gulmi. Our school name is Sri Ramda Basic Level School. My favorite subject is English. My mother's name is Pooja Shrestha Faryad. My father's name is Robin Faryad. I like play and dance. Thank you. Namaste. Good morning, everyone. Today I am here to present a speech about my school. Our school name is Sri Amrita Vedic Level School. I live in Satyavati Junior Gulmi. There are 4
तिम्रोमा बयान गर्देऊ अब बेलैमा कल्याण कति गर्छौ बयान मुखले आँट गरेर राख्नलाई सुखले कति गरौँ तिम्रोमा बयान गर्देऊ अब बेलैमा कल्याण कति गर्छौ बयान मुखले आँट गरेर राख्नलाई सुखले रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा राम्ररी हेर्न छैन केमा खोटा हे राम्ररी हेर्न छैन केमा खोटा मनको कुरा अझै नै खोलिदेऊ लाज लागे आँखैले बोलिदेऊ मनको कुरा पढ्न आँखमा पोखे मैले गीतैको भाकैमा मनको कुरा अझै नै खोलिदेऊ लाज लागे आँखैले बोलिदेऊ मनको कुरा पढ्न आँखमा पोखे मैले गीतैको भाकैमा रुकुमै कोठा रुकुमै कोठा रुकुमै कोठा रुकुमै कोठा आँखा नि राम्रै हो मन पर्ने ओठा हे राम्ररी हेर्न छैन केमा खोटा ए आँखा नि राम्रै हो मन पर्ने ओठा हे राम्ररी हेर्न
सफल हुनुभयो र त्यसैको लागि गाउँपालिकाले उहाँलाई सम्मानको उच्च मूल्याङ्कन गर्दै अहिले आज जन्मोत्सवको दिन यहाँ सम्मान गर्दैछ। नेपाली विषयमा सबै विद्यार्थीहरू गराउन सक्नलाई गाउँपालिकाले सन्तुष्ट हुँदै गएको विद्यालयको शैक्षिक समाजसेवीको कार्यक्रम दिवसको अर्को सम्मानको लागि छ श्री फुला श्रेष्ठ परियाज्यू। उहाँले कक्षा 3मा हाम्रो शिल्प विषयमा सबै विद्यार्थीहरू गराउन सक्नुभएको अर्को सम्मानको लागि छ शिक्षक श्री स्वस्तिका निरीक्षकहरूलाई धेरै धेरै धन्यवाद छ।
प्रमुख अतिथि सत्यते गाउँपालिका त्यसै गरी वार्ड नम्बर 7 का वार्ड सदस्य आदरणीय व्यक्तित्व सीता ढकाईज्यू, पूर्व अध्यक्ष सामाजिक व्यक्तित्व चेतबहादुर बुढाथोकीज्यू, यस विद्यालयका शिक्षक विभाग समितिका अध्यक्ष, यस विद्यालयका संस्थापक प्रधानाध्यापक प्रेमबहादुर विकज्यू, यस विद्यालयका पूर्व अध्यक्ष भूमबहादुर भुजेलज्यू, सामाजिक व्यक्तित्व सूर्य परियारज्यू, विष्णुबहादुर गाउँचाज्यू, यस विद्यालयका प्रधानाध्यापकज्यू, यस विद्यालयका सम्पूर्ण शिक्षक मित्रहरू, यहाँ उपस्थित सम्पूर्ण अभिभावकज्यूहरू, यहाँ काममा खटिरहनुभएका आदरणीय चेलीबेटीज्यूहरू, सम्पूर्ण युवाहरू, विद्यार्थी भाइ बहिनीहरू, सर्वप्रथम त आज यस विद्यालयको 37औं वार्षिक उत्सवको उपलक्ष्यमा मैले श्री जुनियर माध्यमिक विद्यालयको तर्फबाट र शिक्षक महासङ्घ सत्यवती गाउँपालिकाको तर्फबाट विद्यालयलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु र यस खुसीको घडीमा शुभकामना दिने अवसर प्रदान गर्नुभएकोमा आयोजक विद्यालयलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु र आज एउटा खुसीको दिन, आज यो समाजको एउटा पर्वको दिन, त्यसैले हामी यहाँ उपस्थित भएका छौँ। आज हामी यहाँ रमाइरहेका छौँ। साँच्चीकै आज हामीले यो विद्यालयको सुरुवात गरेको दिन, यो समाजमा शिक्षाको ज्योति बालेको दिन, त्यसैले आज एउटा महत्त्वपूर्ण दिनको रूपमा हामीले महसुस गर्नुपर्दछ र धेरै कुराहरू पूर्वोक्त मित्रहरूले भनिसक्नु भएको छ। म यहीँको मान्छे हो, म यही समाजमै हुर्केको मान्छे हो, तपाईँहरूसँग मेलोपातो गरेको मान्छे हो। यो विद्यालय स्थापना गर्दा कैयौँ दिन झारा डन्डा गरेको मान्छे हो। अहिले यो गाउँभन्दा यति बाहिर गएर बसोबास गरे पनि म यही समाजको नागरिक हुँ। त्यस कारणले मैले धेरै कुराहरू, नयाँ कुराहरू हजुरहरूलाई भन्नु पर्दैन र विद्यालयको अवस्था विगतको अवस्थामा भन्दा धेरै राम्रो सुधार हुँदै गएको छ। यस अर्थमा मलाई असाध्यै खुसी लागेको छ र मैले यो विद्यालय अझ उन्नति प्रगति गर्दै जाओस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। भर्खरै सम्मानित हुनुभएका धेरै विद्यार्थीहरूलाई सफल बनाउन सक्ने शिक्षकहरूलाई मैले हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु र आउने दिनहरूमा पनि तपाईँको मिहिनेतले एउटा समाजका प्रणवादको उत्पादन हुनेछ, एउटा योग्य व्यक्ति उत्पादन हुनेछ, एउटा समाज सुधार्ने व्यक्ति उत्पादन हुनेछ भन्ने आशा राख्दछु र यो समाजलाई मैले धेरै धन्यवाद दिन चाहन्छु किनभने यो समाजले शिक्षाको महत्त्वलाई अत्यन्तै बुझेको मैले महसुस गरेको छु। किनकि विद्यालयमा तपाईँहरूले दिएको चासो, विद्यालयमा दिएको समय, विद्यार्थीप्रति राखेको सकारात्मक भावना, विद्यालयको उन्नतिको लागि रात दिन खटेको देख्दा मलाई निकै खुसी लागेको छ। यस अर्थमा विद्यालय परिवार, विद्यालय व्यवस्थापक समिति, शिक्षा विभाग समिति र यहाँका समाजलाई मैले हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। शिक्षा अत्यन्तै महत्त्वपूर्ण कुरा हो। आजको युग भनेको शिक्षाको युग हो। शिक्षा भनेको मानिसको तेस्रो आँखा हो। हामीले शिक्षा पाएनौँ भने आँखाले देखेको महसुस गर्दैनौँ। आजका बालबालिकालाई सक्षम बनाउन सक्यौँ भने, बालबालिकालाई शिक्षित बनाउन सक्यौँ भने, बालबालिकालाई चराखो बनाउन सक्यौँ भने, बालबालिकालाई अनुशासित बनाउन सक्यौँ भने, बालबालिकालाई व्यवहारिक बनाउन सक्यौँ भने मात्र हामी सफल हुनेछौँ। किनभने हाम्रा बालबालिका भनेका हाम्रा संसार हुन्। अभिभावकले जे जति दुःख गरेका छौँ, जे जति कष्ट गरेका छौँ, मेलोपातो गरेका छौँ, कैयौँ काम गरेका छौँ, रात दिन कमाएका छौँ, आखिर कसको लागि गरेका छौँ त?
हाम्रो भावना के त भन्दा हाम्रो सन्तान राम्रो होस्, हाम्रो सन्तान शिक्षित होस्, हाम्रो सन्तानको भविष्य उज्जवल होस् र भोलिको समयमा केही गरी खाओस् भन्ने उद्देश्य राखेर हामीले बालबच्चालाई पठाएका छौँ। भोलि बिहान हामीले बालबालिकाहरूलाई ध्यान पुर्याउन सकेनौँ भने, यिनी बालबालिकाहरूको पढाइमा ध्यान पुर्याउन सकेनौँ भने, यिन बालबालिकाहरूको स्वास्थ्यमा ध्यान पुर्याउन सकेनौँ भने, यी बालबालिकाहरूको आनी बानीमा ध्यान पुर्याउन सकेनौँ भने हाम्रो सपना साकार हुने छैन। त्यस अर्थमा सम्पूर्ण अभिभावकज्यूहरूलाई बालबालिकाहरूप्रति सचेत हुनको लागि हार्दिक अनुरोध गर्दछु। र विद्यालयमा अब धेरै कुराहरू सम्पन्न भइसकेका छन्। हिजोको दिनमा हामीलाई धेरै कठिनाइ थियो। विद्यालयमा बालबालिका बस्ने फर्निचर थिएनन्, पढाउनको लागि शिक्षक थिएनन्, खेल मैदान थिएन, एउटा सानोसितको भवन थिएन। आज कर्मशक्ति कुराहरू पुरा हुँदै गइरहेका छन्, सबै कुराहरू पुरा हुँदै गइरहेका छन्। तर एउटा जीवनमा हिजो हामीसँग बालबालिका प्रशस्त थिए, हामीसँग भवन थिएन। हिजो हामीसँग बालबालिकाहरू धेरै थिए, तर हामीसँग फर्निचर थिएन। हिजो हामीसँग बालबालिकाहरू प्रशस्त थिए, आज हामीसँग सबै कुराहरू छन्, तर हामीसँग बालबालिकाहरू घट्दै गइरहेका छन्। र यो बालबालिकाहरू घट्नुमा हामी कसैको पनि दोष होइन, यो समय र परिस्थितिको दोष हो। गाउँमा मान्छेहरू बस्न छाडिसकेको अवस्था, बसाइसराई भएको अवस्था र सन्तानहरू अत्यन्तै कम पाउने अवस्था, यी तीनवटा कारणले गर्दा सबै विद्यालयको अवस्था अहिले यस्तै रहेको छ। र जे छ जसो छ, यी भएका बालबालिकाहरूलाई सक्षम बनाएर, यी बालबालिकाहरूलाई एउटा योग्य नागरिक बनाएर हामीले अगाडि बढ्नुपर्छ भन्ने मैले सुझाव दिन चाहन्छु। यति धेरै कुराहरू नगरिकन फेरि पनि यस विद्यालयको शैक्षिक, आर्थिक, भौतिक सम्पूर्ण कुराहरूको उन्नति प्रगतिको शुभकामना दिँदै म बिदा हुन चाहन्छु। हस्त धन्यवाद, नमस्कार सर।
पछि हिँड्नु के भएन त्यसैको आउनु छ बाँकी डिस्टेंस मान ली घुमायो ये मान ली घुमायो रे शुभ जन्मोत्सवको दिनमा अब म एउटा उमेरले ठुलो भए तापनि मभन्दा धेरै बुद्धिजीवीहरू जान्ने बुझ्ने र लेखे पढेकाहरूले आज यहाँ तपाईहरूलाई धेरै कुरा भन्नुभयो, धेरै कुरा सम्झाउनु भयो। यी कुराहरूलाई सबै मनन गरेर कहाँ के भयो, कस्तो भयो, कसरी भयो, के भइरहेको छ भन्ने कुरा यहाँहरूले बुझाइदिनु भएको छ। यहाँहरूले बुझिदिनुहोस् र आजको यस चाहिँ 37औं वार्षिक उत्सवमा पाल्नुभएका जे जति अभिभावकज्यूहरू हुनुहुन्छ उहाँहरू अब यहाँको एउटा हामीले सानो अब नास्ताको कार्यक्रम छ, त्यसलाई ग्रहण गरिदिनु होला र साथै अब मैले धेरै भन्ने कुरा त केही पनि छैन। आगामी दिनहरूमा पनि यस्तै कार्यक्रममा सहभागी भइदिई यस स्कुलको लागि तपाईहरूले सल्लाह सहयोग जे दिन सक्नुहुन्छ, जे दिन सकिन्छ सबैले चाहिँ सहयोग गरिदिनु होला भन्दै म आजको कार्यक्रमलाई यहीँ चाहिँ टुङ्ग्याउन चाहन्छु। धन्यवाद।